झारी टाइम हान्नु न लसन भिडियो गरेर लाउनु उपटा लाग्ने हाम्रो मासु काटे त्यस्तो हुन्छ बाँड्दा दुःख गरे हुन्छ सधैँ यस्तै हो सधैँ यस्तै हो काटकुट गर्न पनि मान्छे दुःख गर्नै पर्छ कति दुःख गर्नुपर्छ मान्छे लाग्छ सिउको बनाइन कहाँ खाएर बोल्दै बोलेन पोलिकिन नत्र मान्छे कति धेरै खान्थे ए चोटको बोलेन बोल्दै बोले म पनि हतारमा थिएँ मैले पनि फेरि पोली खाऊ भन्नु पनि बिर्सेछु पछि खानेले टन्नै खाइसके खाना त खाए मासु तर मेरो केही गर्नु भने 10 केजीदेखि 15 केजीसम्म मेरो जहिले पनि हो जाने बानी भइसक्यो केही लाग्दैन भएपछि जाने त हो ल यही पखाली त्यसले क्वालिटी never die यार हेर्नु दे बाबा हेर्नु छैन नाइ खलास यो त त्यस्तो साइड लाग्ला म कस्तो साइड लाग्ने त्यो साइडै नलाग्ने किन बनाउनु सडाउन हुँदैन क्या पुरस्कारको व्यवस्था छ कि नै मामा धेरै प्रकारले सेन्चुरी कार्ड लागिसक्यो उहाँ 1 स्टेप पार गरिरहेको लगभग अब 10 स्टेप पार गरिरहेको अब हात काटेपछि ढगदा आउँछ भोक लागेपछि भात खानुपर्छ आरा डोना खाला भाइरल हो क्या भाइरल भएको छ डेन्जर भाइरल हो क्या पुरा भाइरल हो नि भाइरल चाहिँ हो क्या यता पनि भाइदिया युट्युबर ल यसो यता फेरि अब अघि रेमन न्याउ रेमन हो रेमन हैप्पी फैमिली एकैचोटि इंग्लिश पार्ट एक इंग्लिश पार्ट भनिदिएका नलाग्छ हुँदैन भइगयो भयो नि पर्खेछ ये टॉप राम का की इज ऑफ थर्मल एंड इन मर्लास विचार गर्छ तैँले बनाउनु दिने हो हामीलाई आयो बनाउने बनाएर देखाउनु भयो बनाएर देखा मजाक थोड़ी है त्यसमा धेरै जसो त्यो मैला छ नि मैला त्यो मात्र देख्छु कि त्यो पैसा दिने राखेको हो क्या कुक 20,000 प्रति महिना तलब त्यो प्रायः जस्तो एकदम आफै बोलेर गरिहाल्छ नि प्रायः
अनि मिल्दैन भत्ता मिल्दैन बाबु खपा या हुनुपर्छ खाइए नभए खतरा छ बेल छोरी अस्ति दिए गर्न मलाई छ्याती मैंगो या ओरेंज PARROT पैरोट यू एना क्यू दैट SHEE P shape EIG कपाली काकिया बुना बुन्थ्या यी बुनिया बुन्छु बुन्या अनि बिगारे म त बिगार होला जानै थिएन क्या घर गएपछि लास्टै कुछु गरे मासाज खाइकिन गए जुन म कुद्नु छोड्दिउँला आइब तपाईँ जानु भएर गयो जानु भन्नु पानी पानी ल्याउँछु मासु घर बनाइदिनु बनाछ म लिगिन जाने भोलि के झन्झाउलाई जोगा पनि त्यसपछि हो न त त्यहाँ पुर्याउनु मात्रै कुरा कसले हान्छ रन्टी पनि ऊ ढोसा के गर्छ अब त्यो अलिक सोध्नुपर्छ अहिले सोध्ने समय छैन सोचिने कुरा गर्नु दाल के गर्ने दाल कुकुर पनि लगेर पुरै सेवा एउटै छैन तिनीहरू नरिन्दा छोराहरू भने पनि सही बयान तिनीहरूकै आमा त भुन्थ्या मेरै मात्र रहेछ यहाँ पुरा अरू कसैले पाले नै कुकुर मेरो मात्र गइकन ऊ मारेछ कति हो भान्जी मोल गर म अस्ति अनि मासु केही नदेखिया अनि एउटा हड्डी नदेखिया त मैले 5000 रुपियाँ तिरेँ मार्का बनाएको कुकुर त भेरा ये कुकुर यहाँ गरेर भेरा कति 5000 रुपियाँ तिरेँ बाँची लाख्या गरिकन भन्छ कुकुर मार्कै खाल्यो जे भए पनि अब त्यो बाँचेला गाई खोज्याछु लाउनु जाउँ जता कतै जान्थ्यो अनि केही पनि गर्दैन थियो बच्चा गरे आमा पनि चढ्थ्यो फेरि टक्क पाएछ एक दिन बोगाल्नु हाल्नु नदी त्यही त भन्छन् ढोटा मान्छ गरी सब कुकुरभरि ल्याउनु पर्यो भन्छ त्यहाँ सब कुकुर उगाउनु पर्यो यी छाछोरीले पनि आएर पुरा बिगारेले यहाँ त कहीँ पनि चल्न पाएको थिएन र बिहान नरिन्दा छोराले एक ट्याउनु जता कतै डुली गछ डुलिकन ट्याउनु पुरा गऱ्यो कहिले के गऱ्यो भने झन्ड्या नरिन्दा छोराले देखा ठर्यो छोरो सबै 5 का 5 अब कसो अघि घुम्नु गऱ्यो साँझ पोल्छ अहिले त्यही खाने क्या छोरो के खाइन्छ असले ए काट्ला हेले अहिले सिङ पाक्दैन के गर्ने त अरू केही बनाउँ दाल अनि मासु पनि अलिअलि झोल बनाउँला आलुको बनाउने त्यो भनाइ भन के भन्यो कुकुरको बाटो कुरो लैहाली कुरो मासु काट्ने मासु हेर्दै है यही छ क्या मासु काट्ने छ त हाम्रो हुँदैन होइन क्या त्यहाँ भेटाएको नै भेटाइयो त्यहाँ पनि काट्न मजा गर्छ यार
2 केजी जति छ अनि बढी होला यो आइफोन जोडेको है एकछिन पर्दैन त त्यहाँ बिजी छ त्यो क्यामेराम्यान यहाँ सर्ट लक गरे अनि अझ पनि आज मासु देखाएको थिएँ नि किन पाएँ नपाङ्ने भन्ने हुन्छ कति दिन 20 बोतलको 1200 हेर त बेली सोध्या रक्सिन मिठो छ एकदम मिठो छ त्यहाँ नायिका कान्छ गर्दा हेरेको बाबा यहाँतिको मासु लगेको छ भाइ त्यसले खान्छ नि त छोटा गोविन्द बुवा ज्वरो खानुहुन्छ अहिले कोही रुपियाँ दिने छ भनेपछि उठ यहाँ बस्छ के भने आता पहाड लाग्छ क्या मासु मोटो हुन्छ जति गोविन्द बुवा पनि त्यहाँ ओछिराइकी अन्टी मासु 10 केजी जति मासु घोडाकै जान्छ मासु उता दिने पर्ने जस्तै भयो प्राइस हुन्छ कति हो मासु कति होला रे यही त हो जति प्राइस हुन्छ नि मासुले यार त्यो खुरो कामको छैन ले खुरो पनि ले बुन्चो ले मासु तान्नु जा बुन्चो लेख्न अब अर्को अतान छैन त म ल्याइ त्यहाँ त्यो एक प्लास्टिक ल्याइदिए यत्रो वर्ष चार्ज आयो भित्रबाट बिहा पनि लेख्न अझ हेर्नु जाऊ 2 किलो मासु एकदम कति 2 किलो अरे यहाँ 2 किलो मासु 200 रुपैयाँ व्यापारी धुने थिए 2 किलो मासु 200 में बेचेर आसी बिन्जरो खुगरो खुरो के गर्ने भन्दा खाली लियो हैं मैले के गर्ने एबीपी लिएर इंग्लिश लेख छोड लेख लेख मासु टाउको हाल्ने भने बिग्रिन्छ नत्र मासु त क्या दामी छ कि अब छुट्टी लगाउदिनु पर्छ भाग्नु मिसाइदिनु बोनस दिने थोरै थोरै बोनस बोनस के उताल्नु हैन
चक्लेट त मिठो हुन्छ नाइकिन नाइकिन बेसी होइन मैले अस्ति 10 रुपियाँ एउटा 20 रुपियाँ दुई बाटोबाट आइकन चिया Okay, boleh sama ni. Jadi Arman. Ya. घर boleh sama ni. यो दादी छिटो तल जा गाई छ त अघि आयो कि अघि उ त्यो गाई यो क्युको गाईको उसलाई या बाबु बोतलमा पानी लिएर आउँछ जाऊ छोरा यस्तै मान्छन् जोग्या भए मम्मी भात खानु उ त्यो डर ल्याउँछ छोरा उति पर पानी लिएर आऊ के बोतलमा छिटो कुकुर हानु हाम्रो 1 वर्षको छाएको मासु अरू भात खाने हो हामान जा अघि भन्नु भन्थ्यो कस्तो मजा यत्तिकै काम गर्नु लाग्यो के हो क्या दाइ हेर कहिले आउनु भयो म त्यो पनि होइन क्या यति धेरै दुःख माने हुनन् के भाइले के त्यस्तो गर्नुभएको थियो है तपाईँले दुःख तपाईँ यति धेरै क्या हेर्नु चाहिँ यहीँ गर्नु यति धेरै मजा गर्नु त थाहा छैन कि हावा यहीँ आउँला त सुन्दै आउँला सुन्दै आउँला भन्यो अघि कि तपाईँ उता पकाउनु महिना पनि के भन्नुभयो महिना पनि हिजो लिएर बोल्दिन त गएर नर्मल कुरामा कति त दुःख मान्ने त्यो बानी छैन होइन पुरै एकछिन पर्यो सिलिकिन परेर आयो यही अहिले सबैभन्दा लाटो छ यही नै अलबलै पातल कहाँ गएन ड्याम खाएर अरू मुन तर मार्ने भने एकदम हजुर कहिले काटे अब नुकर चोकर खाने न त
लोकल होइन ब्ल्याकबेरी म त रक्सी नखाने किन होइन अस्ति त्यहाँ घाटादेखिको औडा भइदिएको त्यो उकालो औडा भन क्या मर्छ ओभरलोड अनि दाइहरूको लागि मागसम फेरि यस्तो फेरि धेरै खाना त पुरै रुममै ल्याएको थियो क्या धेरै ओभर गरिरहेपछि फेरि यस्तो हानिने फेरि मुटु खाना पार्छ फेरि कसैले कोही जागेको छ भने बोला फेरि पोल्न सक्छ है फेरि मेरो मोबाइल कहाँ चाहिँ पर्यो स्या हान्छ मामालाई एक पिस अदर थोरै काटा बाबालाई काट्न लगाऊ हेर राखिन तान्छ यार ल अब फेरि भात नपाका भइदिन्छ दिजु मासु मात्र लाउनु भात नपाका भइदिन्छ भात नपाउनु भात भान्ज तौल रेमन भन्छ म त किन 2 केजी भयो त गरे 1 केजीमा घुमाइदिएछ लत्तै पारिकिन नि यति मासु हाले पोकाटी बुझाउने होइन बुझाउने पै त जोत्छन् जोगेपछि अनि एक्स्ट्रा लैजाने नि 2-4 क्लासहरू जोग्ने फेरि एउटा ह्यामर पनि लैजाने टाउमा धान्ने मस्त भन्ने जसको मन सानो हुन्छ नि त्यस्तो मान्छेले गर्ने हो त्यस्तो काम जोख्या छु भनिसकेपछि ठिक छ भन्छ मामाको माया त खुब मान्छ कोही बेला ल्याइदिनु भएको थियो पानी बोस हो क्या पानी होइन बोस हो दिदी बस नाच न उता बस क्या चुप्प लाग्यो चिम्टा कहाँ छ चिम्टा पोल्दैन एउटा पोल्नमा तल्छ तल्छ मजा गन्दा आयो यार कसको मजा रहेछ हो परवेश बस अब अर्को बुङ त्यहाँ रहेछ त्यो
गोबर मुरी यही हो नि घटा काङ हालिदिनु भयो अनि पछि ती मान्छे मिलाएर माया तिमीलाई पछि बोला मान्नेहरू चाहिँ मारे सुन्नुमा पुर्खो भएर सुन्नु स्याहार्छु बहुतमा अझै नयाँ सिङ्गलमा छोड्दैन यार त्यो मास हाँ भाई लगते रहो हाँ भाई लगते रहो कीप इट अप भाग्यमान